नमस्कार, म गीता कुमारी साई। आज म हजुरहरूलाई निबन्ध लेख्ने तरिका अथवा निबन्ध लेख्दा ध्यान दिनुपर्ने कुराहरूलाई सिकाउन गइरहेको छु। सर्वप्रथम त निबन्ध भनेको के हो? निबन्ध भनेको कुनै पनि विषयको वस्तुपरक तथा आत्मपरक अभिव्यक्तिलाई निबन्ध भनिन्छ। निबन्धमा व्यक्तिका विचार अभिव्यक्तिहरूलाई वस्तुपरक तथा आत्मपरक रूपमा व्यक्त गर्ने गरिन्छ। जस्तै अब निबन्ध लेखौँ है, निबन्धको परिचय लेखौँ। निबन्ध भनेको के हो त? निबन्ध भनेको कुनै वस्तुको कुनै विषयको लेखौँ है। कुनै विषयको वस्तुपरक वा आत्मपरक अभिव्यक्ति हो। ल, कुनै विषयको वस्तुपरक वा आत्मपरक अभिव्यक्तिलाई निबन्ध भनिन्छ। अब निबन्ध लेख्ने तरिकाहरू के हुन् त? हामीले निबन्ध लेखन गर्दा अपनाउनु पर्ने तरिकाहरू लेख्छौँ है। सर्वप्रथम त हामीले के गर्छौँ भने शीर्षकको छनौट गर्छौँ। चयन वा छनौट भनेको एउटै है। शीर्षक चयन, बुङ्दारु टिपोट, बुङ्दा टिपोटपछि करम मिलान, त्यसपछि आधी भाग, मध्य भाग, अन्त्य भाग, आधी भाग, मध्य भाग लेखिसकेपछि हामीले खेर्सा लेखन, पश्चात साफी लेखन, साफी लेखन पश्चात हामीले के गर्न सक्छौँ त? शैली निर्धारण अथवा भाषा शैली निर्धारण है। निबन्ध लेखन गर्दा सर्वप्रथम हामीले शीर्षक चयन गर्छौँ। उपयुक्त विषयवस्तु अनुसारको शीर्षक चयन गर्छौँ। शीर्षक चयनपछि बुङ्दा टिपोट अथवा आवश्यकता अनुसार थप पनि गर्न सकिन्छ। यहाँ बुङ्दा टिपोट गरिसकेपछि करम मिलान, आदि मध्य र अन्त्यको भाग अनुसार सिलसिलाबद्ध रूपमा करम मिलान गर्छौँ। आदि भागमा निबन्धको सुरुवात गर्छौँ भने मध्य भागमा निबन्धमा भन्न खोजेको विषयवस्तुहरूलाई चरम उत्कर्षतर्फ लैजान्छौँ। अन्त्य भागमा हामीले निबन्धलाई अन्त्यतिर लैजान्छौँ भने खेर्सा लेखन भनेको यो निबन्ध लेखिसकेपछि खेर्सा लेखन गर्छौँ हामीले। खेर्सा लेखन गरिसकेपछि साफी लेखनमा हामीले के गर्छौँ त?
सच्याउनुपर्ने कुराहरू छ भने अथवा थप्नुपर्ने कुराहरू छ भने तिनीहरूलाई साफी लेखन गर्छौँ। त्यसपछि भाषा शैली निर्धारण गर्छौँ।